दर्शकबिन नमस्कार। पूर्व गृहमन्त्री रहेका वामदेव गौतमले अहिलेका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र लेखेका छन्। उनले ओलीको विषयलाई लिएर खुला पत्र लेखेका छन्। उनले लेखेका छन् पत्रमा, केपी ओलीको राजीनामा, प्रतिनिधि सभाको विघटन, सुशीला कार्कीको मनोनयन तथा फागुन 21 गतेको निर्वाचनसम्मको प्रक्रियामा ओलीको पनि सकारात्मक योगदान रहेको छ। तर अहिले उनले कुनै पनि ठोस कानुनी परीक्षण र प्रमाण बिना घर घेराउ गरेर गरिएको घटनालाई लोकतान्त्रिक अभ्यास विपरीत ठहराएका छन्। गृहमन्त्री समेत रहेका गौतमले कानुनी राज्यमा कुनै पनि व्यक्तिगत आरोप पहिला अदालतबाट प्रमाणित हुनुपर्ने र छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा मात्र कारबाही हुनुपर्ने जिकिर गरेका छन्। उनले भनेका छन्, मृत्युदण्ड दिइने देशहरूमा समेत दोषीलाई अन्तिम इच्छा सोधिन्छ, तर यहाँ परीक्षणै नगरिकन रातारात घर घेरेर समात्ने शैली अपनाइयो। पूर्व गृहमन्त्री रहेका वामदेव गौतमको यो भनाइ चाहिँ हजुरलाई कस्तो लाग्यो? कृपया कमेन्ट गरिदिनु होला र हामीलाई फलो गर्न नभुल्नुहोला। नमस्कार।